यो दृश्य हेर्दा जति सुन्दर छ त्यति नै चुनौती छ यो ठाउँमा जानुको लागि। एकदमै धारिलो ठाउँ देखिरहेका छौँ। यस ठाउँमा करिबन 15 जना व्यक्तिहरूको मृत्यु भइसकेको छ। हाम्रो मण्डलीका जवानहरूले यो ठाउँमा जाने निर्णय गरेका रहेछन्। उनीहरूलाई मात्रै पठाउने इच्छा भएन, यस कारणले गर्दा उनीहरूको साथमा म पनि यो ठाउँमा चढ्ने निर्णय गरिरहेका छौँ। आशा गर्छु हामी सक्छौँ भनेर। सो के हुन्छ कसो हुन्छ यो भिडियोको अन्तिमसम्म तपाईहरु हाम्रो साथमा रहनु होला। थ्यांक यू। Namaste sabaiलाई। अब हामीहरु युथहरु we're going hiking as you can see. सामानहरु यहाँ ready छ। We're going to West Virginia, 3 hours away. सबैजनालाई जय मसी। हामीहरु अब हाइकिङ तिर गइरहेका छौं। हामीहरु अब त्यहाँ पुग्नु 40 मिनेट जति छ। As we're going to get there around 12:27 and अहिलेको vlog चाहिँ अब कस्तो भइरहेछ भनेर you know. So how is it going Anish for you? अहिले एकदम spiritual भएर it's fun। 3 घण्टा भयो जस्तो पनि लागेन मलाई। वर्षबाब तपाई के भन्न छ? परमेश्वरको सृष्टिलाई निहाल्दै यसरी जवान भाइहरुसँग यो यात्रा गर्दाखेरि चाहिँ धेरै आशिषित भइरहेछ। अनि हामी आज जाने ठाउँहरुको लागि धेरै एक्साइटेड छौं। झरनाहरु धेरै सुन्दर छ रे। अनि हामी चाहिँ भरे जुन ठाउँमा हामी जान्छौं एकदमै अग्लो हिमाल अनि त्यसपछि चाहिँ त्यहाँबाट तल चाहिँ सुन्दर दृश्य देखिन्छ भन्ने कुराहरु छ। हामी त्यहाँ जाने छौं, हाइकिङ गर्ने छौं, प्रार्थना गर्ने छौं, अनि भजन गाउने छौं, संगति गर्ने छौं अनि फर्कने छौं। यो हाम्रो यात्राबाट पनि प्रभुलाई नै महिमा भएको होस्। What I have to say is this trip was very blessed. And हामीहरु पास्टरसँग धेरै कुराहरु गर्यौं। We learned a lot from him. We learned a lot from each other, from sharing our thoughts. हैन आफ्नो भावनाहरु खोल्दाखेरि हामीहरु धेरै कुराहरु सिक्यौं। पास्टर बाले पनि अब उहाँको लाइफको एक्सपिरियन्सेसहरु भन्नुभयो, right? And we're very glad to have somebody that is senior than us that can teach us a lot about like life, spiritual life, कसरी जिउने. And you know, it's so much better to learn about past because then past mistakes अहिले आएर फिक्स गर्दा हुन्छ के हो, because we have to learn first to even like put it into results, you know. So अब केही कुराहरु हामीलाई केहीले like if we're having trouble with something that we can learn from the seniors that have already experienced it. So it was very blessed and we learned a lot about spiritual stuff. We learned a lot about like अब आफ्नै जिन्दगीको बारेमा हैन। अब we even talked a little bit about Maya, हैन। अब माया कस्तो हुन्छ प्रश्न चाहिँ मैले देखे थिए पास्टर बाले धेरै राम्रो उत्तर दिनुभयो। He gave a really nice answer that helped me learn a lot about love, helped me learn about a lot of things, right? And it was really nice. This road trip, this hiking trip was really fun. Come here, buddy. Come here, buddy. Hey. यात्रा कस्तो भइरहेछ हामीहरु एकले भन्छौं हैन। अहिलेको यात्रा एकदम वन्डरफुल भइरहेछ। एकछिन नाच्यो, एकछिन सुत्यो, एकछिन फेरि उठेर एकदम गुड दिदी। यस अलराइट। रमाइलो भइरहेको छ। यत्रो लाइक महिना पछाडी प्लान गरेको हैन, लाइक इट्स गुड, राम्रो भइरहेछ। हेलो कम अन। It was good. हामीहरुको दुई गाडी छ। हामीहरुकोमा चाहिँ अब कस्तो छ भने we had a lot of spiritual talks, we had very good communication and we learned a lot from each other. I mean with youth I feel and I'm also youth हैन। Yes youth। So एकदम रमाइलो भइरहेछ। अब एकदम डाँडा काँडा उकाली चढ्ने छौं। लगभग 1.5 घण्टा कतिको छ रे उकालो पनि। सो अलिकति परमेश्वरको सृष्टिसँग अलिकति साझेदारी हुँदैछ आज। So it's gonna be more fun. Let's go guys. Let's go.
पर्दैछ। अब यहाँदेखि उताको समय पनि एकदमै फन हुनेछ, ब्लेस्ड हुनेछ भन्ने आशा गरेका छौँ। All the beautiful you people एकदम ब्लेस्ड महसुस भइरहेछ। अलिअलि थाक्यो होला सायद म पनि। मिनी हाइक कस्तो लाग्यो? बल्यो यार साह्रै बल्यो। पेदो भयो। ओइ के हो यो पानी परेको? हामीहरूको मान्छेहरू चाहिँ यहाँ बसिरहेछ। त माउन्टेनको मुनि बसेर चाहिँ यसरी बारबेक्यु गर्नु पर्दा त Dude, so good. Are you sure? सो अब हामी यहाँ खाजा खान्छौँ अनि त्यस पछाडि जानुपर्ने चाहिँ कहाँ हो भन्दाखेरि हामी जानुपर्ने ठाउँ चाहिँ हजुर यो डाँडामा जानु आँटेको हामी माथि जानु आँटेको हाइकिङको लागि। खाजा साजा खायो अरे अनि लगभग यहाँनिर हुनुपर्छ हामी जाने। आयो के अब मासु जोगाउनुको लागि इसको यो हार्डवर्किङलाई चाहिँ मान्नै पर्छ ल। त्यसरी होइन होला र अलिक आफू पनि सेफ हुने। ठुलो पानी पर्यो अब। 3.5 घन्टाको यात्रा पछाडि चाहिँ अब यो डाँडा चढ्नुभन्दा अगाडि के बनाएर खाउँ भन्ने भइरहेछ होइन। त्यस कारणले गर्दा धेरै पानी आयो। पानीलाई पनि उछिनेर हामीले यो गरिरहेछौँ, बनाइरहेछौँ बनाउने कुराहरू। चटपटे रेडी छ, अब चटपटे खान्छौँ। त्यस पछाडि पोलेको मासु खान्छौँ। यति चाहिँ हो, यदि मौसम राम्रो भयो भने यो माथिको टुप्पोमा जाने हो हामी। यो माथिको टुप्पोमा गएर हामी त्यहाँनिर भजन गाउने हो, प्रार्थना गर्ने हो, आराधना गर्ने हो, एडभेन्चर फिल गर्ने हो। सो यो डाँडा छ, डाँडामा चढ्ने हामी हो। तर हामी यहाँ भजन कोरस गाउँदै खानेकुराहरू बनाउँदै मिस्टर राहुल एकदम व्यस्त छ, हामी व्यस्त छौँ यहाँ। सो हाम्रो चर्चको युथहरू हामी धेरैजना छौँ। अघि भर्खर चटपटे पनि खायौँ। सो चटपटे खाँदा त पाक्छ यो। राहुल हजुर मासु पोलेर पनि कहाँ खाइदिएछ थाहा छ? कहाँ? जुन पहाडमा हामी चढ्दैछौँ त्यही पहाडको फेदीमा क्या, राइट देयर। हामी यो खाएर दलो भएर चाहिँ अनि जाने हो क्या, एकदम खाने अनि जाने। हाइकमा जानेछौँ परमेश्वर पिता हामीको साथमा रहिदिनुहोस् भनेर प्रार्थना गर्छु यीशु प्रभुको नाममा आमेन। पानी फाइनली रह्यो अनि हामी चाहिँ त्यो अघिको माउन्टेनतर्फ जाँदैछौँ। अहिले लगभग कति 5:30 भयो। हामी 7 बजी पुग्छौँ होला। 1 घन्टा जति चाहिँ हामी त्यहाँनिर। हजुर हजुर ए हुन्छ।
अनि हामी उहाँबाट चाहिँ लगभग 8:30 1 घन्टा जति त्यहाँ माउन्टेनमा बसेर फिर्ने सोच छ जानुभन्दा अगाडि एउटा फोटो जाओस् अरे This is not funny. Yeah, this is not funny. This is not funny, Mom. Bhai, agar बहुत माथि जानु. Hi. I think this guys माथि जानु. यो चाहिँ आनन्दको लहर हो क्या जब एउटा क्लाइम्ब गरेर आउँदाखेरि चाहिँ एउटा आनन्द फिल हुन्छ नि अहिलेको थकान अनि यहाँको शीतलता हो बिल्कुल से थकान अनि अहिलेको शीतलता नि अहिलेको थकान कहाँ पुग्यो नि यहाँको भ्यू छ नि त्यसले गर्दा थकान सबै भेट्यो एकदम गुड खुट्टा दुखिरहेको थियो जाति भयो डिफरेन्ट जोय होइन अनिस भाइ Yes, sir. हो नि तिमीलाई कस्तो फिल भइरहेछ I don't know. म चाहिँ धेरै टोक्यो. धेरै टोक्यो तिमीलाई तिमीलाई कस्तो थकान फिल भएको छ कि छैन Yes, bro. I want to go home. You wanna go home? Yes. But you cannot go home until 8. You gotta stay here, bro. भाइ को जस्तो लाग्यो Yeah, that's Suju जस्तो लाग्यो It's not funny. Dang, this is so beautiful. Mama jump गरिए नि Yeah, do it. तिमी गर त गर्छौ रिस्की हुन्छ नि यस्तो सामने यहाँ हड्डी पनि भेटिँदैन यो चाहिँ क्लाइम्ब गर्नुपर्ने हुन्छ अनि यहाँ चाहिँ क्लियरली लेखेको छ कि आफ्नो ओन रिस्कमा चाहिँ चढ्नु भनेर भनेको छ क्या उनीहरूले सेफ्टीको लागि चाहिँ रेस्पोन्सिबिलिटी छैन भनेर भनेको छ उनीहरूले अनि हामी पनि यसमा क्लाइम्ब गरेर माथि टुप्पीमा जान लागेको अनि एउटा यो मेन पोइन्टमा चाहिँ आइपुगिसक्यौँ हामी फाइनली सो टायर्ड 52 मिनट लाग्यो यहाँ आएर सबै रिल्याक्समा बसिरहेको छ आफ्नै एउटा डिफ्रेन्ट जोय फिल भइरहेछ जब यत्रो मेहनतको साथ डेस्टिनेसनमा आउँदाखेरि फाइनल डेस्टिनेसनमा आउँदाखेरि सो फिलिङ सो गुड Don't kara. Finally made in Tapu. Dang it, यहाँ एउटा त मोर्छ यार मान्छे हेर भन्दा नि Hey, now we are on the top of the mountain. Yes, let's go.
धेरै क्यालोरिज बर्न गरेर हैन ल अनि यहाँ एक दुईवटा भजनहरू गाउँला नि ल ए गिटार ल्याऊ छिटो सुजा को आको छैन टु मच यार घाम यो ओके अनिस कोही वाउ लु सर्भिस पनि चलेछ फाइनली got home भने जस्तै फाइनली टपुमा रिच गरियो हेलो dang it so tired Wow, looks like Isaac is touching the sky. Oh, we're up at the sky, guys. I don't know. Yeah, too. You have my bones too. Yeah. I don't know. Muni कसरी जान्छु
माथि बसेर गीतहरू गाएका छौँ। साँच्चै नै तपाईँ परमेश्वरको अनुग्रह अनि तपाईँ परमेश्वर कति महान हुनुहुन्छ र तपाईँको सृष्टि कति सुन्दर छ भनेर आज हामीले महसुस गर्न सक्यौँ। त्यसको लागि धन्यवाद धन्यवाद छ सबै कुराबाट तपाईँ परमेश्वरलाई महिमा भएको होस् भन्दै बिन्ती प्रार्थना तपाईँ परमेश्वरको आत्मा दिइहाल्दै आशिष माग्छु येशू प्रभुको नाममा Amen. Thank you for watching everyone. Please subscribe our channel. Fieldspok Nepali Church को यो च्यानललाई तपाईहरु सब्स्क्राइब गरिदिनु होला। यो च्यानलबाट धेरै आशिषमय भजनहरू, सेवाकाईका कुराहरू, वचनका कुराहरू, म्युजिक भिडियोहरू अनि अन्य थुप्रै कुराहरू आउनेछ। तपाईहरुको माया अनि उत्साह सदैव Fieldspok नेपाली मण्डलीको यो युट्युब च्यानललाई गरिदिनुहुन्छ भन्ने आशा गर्दै